प्राप्त गर्नको लागि हाम्रो काम गर्ने तरिका कस्तो बन्नुपर्छ त? हाम्रो काम गर्ने तरिका पनि नवीनै बन्नुपर्छ, नयाँ नै बन्नुपर्छ। हो, यो पनि हामीलाई थाहा छ। काम गर्ने तरिका नयाँ बन्नुपर्छ। अनि त्यो भइरहेको छ त? के कुरामा मैले परिवर्तन गर्नुपर्नेछ, के स्किल मैले डेभलप गर्नुपर्नेछ, केमा आमूल परिवर्तन ल्याउनु पर्नेछ, साँच्चै त्यो भइरहेको छ त? गर्नुपर्छ भन्ने चाहिँ थाहा छ, हुन सक्दछ कतिको जिन्दगीमा त्यो गरिहालेको चाहिँ छैन। एक दिन गरौँला, कुनै दिन गरौँला भन्ने त सोचिरहनु भएको हुन सक्दछ, तर गरिहालेको चाहिँ हामी छैन। किन त्यस्तो हुन्छ? एउटा कारणले त्यसमा प्रभाव पारिरहेको हुन्छ। त्यो के हो? हाम्रो स्वभाव। वर्षौँदेखि हामी एउटा प्रोग्रामिङ भएको छ, बचपनदेखि अहिलेसम्म एउटा स्वभाव बनेको छ हामी, जसको आधारमा हामी यो ठिक यो बेठिक भन्छौँ, यो सही यो गलत भन्छौँ, र कहिलेकाहीँ सत्य व्यक्ति अनुसार फरक पनि बनिरहेका छ। नवीन किसिमले काम गर्नको लागि हाम्रो काम गर्ने तरिका नयाँ बन्नुपर्छ। काम गर्ने तरिका नयाँ बन्नको लागि के हुनुपर्नेछ त? हाम्रो स्वभावमा परिवर्तन हुनुपर्नेछ, हाम्रो मानसिक स्टेटमा चेन्ज हुनुपर्नेछ। जब स्वभाव बदलिँदैन, सिपले मात्र केही पनि हुँदैन। जब स्वभाव बदलिँदैन, शिक्षाले मात्र केही पनि हुँदैन। जब स्वभाव बदलिँदैन, वरिपरिका सम्भावनाले मात्र केही पनि हुँदैन। यो पनि हामीलाई थाहा छ। हाम्रो स्वभावलाई, हाम्रो मेन्टल स्टेटलाई अथवा हाम्रो इमोसनल स्टेटलाई केले असर गरिरहेको छ त? जिन्दगीको कुनै मोडमा हामी एकपल्ट भावनात्मक रूपमा डोमै विस्फोट भयो भने हामीले आफ्नो लेभललाई अप गर्छौँ, लेभललाई बदल्दछौँ। हामी जिन्दगीमा यस्ता धेरै तपाईँको अनुभव र अनुभूति हुन सक्दछ, तर त्यो थाहा हुँदाहुँदै पनि त्यो हिम्मत चाहिँ आएको छैन। गऱ्यो भने अहिले हुन्छ, तर गर्ने बारेमा हामी आँट गरिरहेकै छैन। किन यस्तो भइरहेको छ? एउटै कारणले हो, हाम्रो मानसिक स्टेटको कारण। अलरेडी प्रोग्राम माइन्ड जो अटो पाइलट मोडमा चलिरहेको छ, यसको कारणले यो भइरहेको छ। यसलाई केले असर गर्छ त? हार्वर्ड विश्वविद्यालय, टेक्सास विश्वविद्यालय, एरिजोना विश्वविद्यालयको रिसर्चले देखाउँदछ यसलाई दुईटा कुराले असर गर्दछ। एउटा हो आवर फिजियोलोजी। फिजियोलोजी भनेको यो फिजिकल बडी। अधिकतम समय तपाईँको बस्ने बानी कस्तो छ, उठ्ने बानी कस्तो छ, हिँड्ने बानी कस्तो छ, कुरा गर्दाखेरि शरीर चलाउने बानी कस्तो छ, जेस्चर कनेक्सन रापट फिल गर्ने बानी कस्तो छ, जसको कारणले तपाईँको शरीरमा त्यस्तै रसायनहरू बढी हावी भइरहेका छन्। उत्साह र उमङ्गले भरपुर बन्ने अथवा लोसे बन्ने हामी बनि नै रहेका छौँ। तथ्यले देखाउँदछ पावर लिडर्सहरू, आफ्नो आफ्नो क्षेत्रमा इतिहास रचेका लिडरहरू हेर्दा मात्रै पावरफुल देखिँदैन, कुरा गर्दा मात्रै पावरफुल देखिँदैन, काममा मात्रै पावरफुल देखिँदैन। त्यति बेला उनीहरूको शरीरमा मापन गर्दाखेरि लगभग उस्तै खालको हर्मोनहरू चलेको पाइन्छ। हामीलाई थाहा छ, शरीरमा टेस्टोस्टेरोनको लेभल बढ्यो भने हामी उत्साह र उमङ्गले भरपुर बन्छौँ, जोखिम बोल्ने बन्दछौँ, अरूले सक्दैन भनेको कुरा आँट गर्ने हामी बन्दछौँ, इतिहास रच्ने बारेमा सोच्दछौँ। तर त्यही शरीरमा कोर्टिसोलको लेभल बढ्यो, टेस्टोस्टेरोनको लेभल घट्यो भने हामी विपरीत अवस्थामा फस्दछौँ। हार्वर्ड रिसर्चर एमी कर्डीको रिसर्चले बताउँदछ हाम्रो शरीरमा इन्स्ट्यान्टली हर्मोनल चेन्ज गर्ने सबभन्दा मेजर फ्याक्टर भनेको के हो त? आवर फिजियोलोजी, आवर फिजिकल बडी। मोस्ट अफ द टाइम हामी कसरी बुक गर्छौँ, कसरी ब्रिदिङ गर्छौँ, कसरी ऱ्यापिड बिल गर्छौँ, यसले फरक पारिरहेको हुन्छ।